व्यापार, कृषि, पर्यटन र सहकारी समृद्धिको लागि देशभित्रै सिर्जना गरौँ रोजगारी। नमस्कार, स्वागत छ अर्थ विशेषमा। म भागवत भट्टराई। देशको आर्थिक क्रियाकलाप तथा त्यसले राष्ट्रिय अर्थतन्त्रमा पार्न सक्ने प्रभावको उजागर तथा विश्लेषण गर्ने साप्ताहिक कार्यक्रम हो अर्थ विशेष। समसामयिक आर्थिक क्रियाकलाप र त्यसले राष्ट्रिय अर्थतन्त्रमा पुर्याउन सक्ने नकारात्मक तथा सकारात्मक प्रभावको विषयमा कार्यक्रममा समीक्षा गर्दछौँ। आजको अङ्कमा हामीले मुलुकको 38औं प्रधानमन्त्रीको रूपमा आएका केपी शर्मा ओलीका बीच आर्थिक विकासका चुनौती र अवसर, निरन्तर जर्जर बन्दै गएको नेपालको अर्थतन्त्र र नेपालीहरूको महान चाड नजिकै गर्दा जनताले भोग्नु परेको शास्ति सम्बन्धी विषयमा चर्चा गर्नेछौँ। कार्यक्रमलाई सुरु गरौँ मुख्य झलकबाट। 38औं प्रधानमन्त्रीको कुर्सीमा एमाले अध्यक्ष केपी शर्मा ओली। मुलुकले आर्थिक विकास र समृद्धि चाहँदा पुरा गर्लान् त आफ्नो बोली। राजनीतिक स्थिरता मुलुकमा छाउँदैछ भर्खर। मुलुकको अर्थतन्त्र भने निरन्तर बनेको छ जर्जर। चाडपर्व नजिकै गर्दा सर्वसाधारण जन्मस्थान जान हतारिए। इन्धन अभावका कारण कसरी पठाउने सरकारवालाहरू अतालिए। दर्शकवृन्द, 6 दशक लामो नेपाली जनताको प्रतीक्षाको घडी सकिएको छ। 2007 सालदेखि आफैले चुनेर पठाएका जनप्रतिनिधिहरूद्वारा संविधान बनाउने जनचाहना पूरा भएको छ र तिनै जनप्रतिनिधिले निर्माण गरेको मूल कानुन लागू भइसकेको छ। यो जनको महत्त्वाकांक्षा पूरा भएको क्षण हो। यो सँगै अब जनताको जीवनस्तर विकास र देशको आर्थिक समृद्धिको समय हो र यसै विषयमा फलोअप गर्नेछौँ कार्यक्रम अर्थ विशेषमा। अघि बढाउँ मुलुकको 38औं प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीका बीच आर्थिक विकासका चुनौती र अवसर सम्बन्धी प्रसङ्गबाट। मुलुकको 38औं प्रधानमन्त्रीको कुर्सी सम्हाल्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीका बीच चुनौती र अवसर उत्तिकै छन्। आर्थिक समृद्धिको रूपमा हेरिएको अबको बाटो त्यति सहज छैन। राजनीतिक कारण देखाउँदै दक्षिणी नाकाहरू बन्द र विनाशकारी भूकम्पको कारण उत्तरी नाकाहरू पनि बन्द रहिरहेको अवस्था, भूकम्पपछिको पुनर्निर्माण असरल छोडिरहेको अवस्था, यिनै चुनौती र अवसर हुन् केपी शर्मा ओलीका बीचमा। बाँकी यो रिपोर्टबाट। मुलुकको 38औं प्रधानमन्त्रीको कुर्सी सम्हाल्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीका बीच चुनौती र अवसर उत्तिकै छन्। जस लिन सक्ने थुप्रै कामहरूका बीचमा चुनौतीका चाङ पनि सानो छैन। मुलुकको अर्थतन्त्र दिन प्रतिदिन जर्जर बन्दै गइरहेको अवस्थामा, जनजीवन निरन्तर कष्टकर बन्दै गएको अवस्था, छिमेकीले अनावश्यक रूपमा देखाएको दादागिरी र त्यसले जनजीवन र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको अवस्था, राजनीतिक कारण देखाउँदै दक्षिणी नाकाहरू बन्द र विनाशकारी भूकम्पको कारण बन्द अवस्थामा रहेका उत्तरी नाकाहरू खुल्न नसकेको अवस्था, भूकम्पपछिको पुनर्निर्माण असरल छोडेको अवस्था, यी सबै ओलीका अवसर र चुनौती हुन्। राजनीतिक समाधानसँग जोडिएको आर्थिक परिवर्तन ओलीको लागि सबैभन्दा ठूलो चुनौती हो र पार गर्दा जस लिने अवसर पनि हो। त्यसो त मुलुकले 38औं प्रधानमन्त्री चयन गर्ने क्रममा संसदमा उपस्थिति देखाएपछि थरुवट र मधेसी मोर्चाले स्वतः संविधान स्वीकारेको विश्लेषण सुरु गर्न थालिएको छ। अझ त्यसमा पनि मधेस आन्दोलनको सबैभन्दा ठूलो दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक त सरकारमा सहभागी हुने निर्णय गर्नुले मधेस आन्दोलन मत्थर बन्दै गएको संज्ञा पनि हो। अब आन्दोलन गरेर जनजीवन र नेपालको अर्थतन्त्रमा थप नकारात्मक प्रभाव पार्नु हुँदैन। यस विषयमा आन्दोलनरत दलले त सोच्नु पर्छ नै। सरकार र सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान विशेष रूपमा जान जरुरी छ। अघिल्लो आर्थिक वर्षमा 5.5% आर्थिक वृद्धि दरको प्रक्षेपण गरिएकोमा आर्थिक वर्षको अन्त्यतिर भनौँ वैशाखमा आएको विनाशकारी भूकम्पले जम्मा 3% आर्थिक वृद्धि दर कायम रह्यो। चालु आर्थिक वर्षको सुरुमा नै भदौ पहिलो सातादेखि नै भएको तराई आन्दोलन र असोजमा समेत जारी आन्दोलन र अघोषित भारतीय नाकाबन्दीको कारण अर्थतन्त्रमा 1 खर्बभन्दा बढीको प्रत्यक्ष क्षति पुगेको र 6% आर्थिक वृद्धि दर प्रक्षेपण गरिएकोमा यसै कारण 3.5% आर्थिक वृद्धिमा पनि समस्या देखिन सक्ने विज्ञहरू बताउँछन्। चालु आर्थिक वर्षको तेस्रो महिनामा ओली प्रधानमन्त्रीको कुर्सीमा आउने समयसम्म 1.5% पनि पुँजीगत खर्च हुन सकेको छैन। अब ओलीको काँधमा संविधान कार्यान्वयन गर्नु मुख्य जिम्मेवारीको बीच भूकम्पपछिको पुनर्निर्माणको लागि बनाइएको ऐन कार्यान्वयन गर्नु, पुनर्निर्माणका लागि आवश्यक रकमको प्रतिबद्धता जनाइएको दात्री निकायसँग कामको आधारमा प्रतिबद्धता अनुसार रकम खर्च गर्नु, छिमेकी राष्ट्रहरू बीचको सम्बन्ध अझ प्रगाढ बनाई आर्थिक रूपमा ठूलो फड्को मारिसकेका चीन र भारतसँगको सहकार्यमा देशमा अवसरको ढोका खोल्नुपर्ने जिम्मेवारी पनि छ। भारतले नाकाबन्दी लगाएपछि नेपाली चुलो नराम्ररी प्रभाव पर्नु भनेको भारतसँगको एक कोरो परनिर्भरताको उदाहरण हो।
त्यसैले आत्मनिर्भरताको लागि के कति योजना निर्माण गर्ने, भारत बाहेकका देशसँग सामाजिक आर्थिक सम्बन्ध कसरी विस्तार गर्ने र नेपाली युवालाई कसरी रोजगारी अवसर सिर्जना गर्ने, यी यावत जिम्मेवारी पनि ओलीले निर्वाह गर्नुपर्ने देखिन्छ। जति सहमतीय सरकारमा सहज हुने थियो त्यति सहज नहुन सक्छ, तर ओली सरकारको लागि केही सहज बाटोहरू पनि छन्। सामान्यतया जस्तो पायो त्यस्तै कुरामा संसद अवरुद्ध नगर्ने पार्टी प्रमुख प्रतिपक्षमा पाउनु उसको लागि सकारात्मक कुरो हो। उसको लागि अर्को सकारात्मक कुरो हो भारतको चाहना विपरीत प्रधानमन्त्री बन्ने व्यक्ति भनिरहँदा प्रधानमन्त्री बनेको केही मिनटमा नै भारतीय समकक्षीले बधाई दिनु र औपचारिक भ्रमणको निम्ता दिनुको साथै नाकाहरूमा भएको अवरोध हटाउन सहयोग गर्छु भन्नु ओली सरकार जस मिल्ने आधार पनि हुन्। तर सत्ता समीकरणको कारण केही अप्ठ्यारो नपर्ला भन्न सकिन्न। कोइराला सरकारमा आफैले पठाएका थुप्रै मन्त्रीहरूले भ्रष्ट छवि बनाएको अवस्थामा थुप्रै दलहरूको सहभागितामा आउने मन्त्रीहरू र उनीहरूले गर्ने कार्य सम्पादनका साथै आर्थिक पारदर्शीका रूपमा कन्ट्रोल गर्न उनी कति सक्षम हुने हुन्। यदि सकेनन् भने त्यसले अन्ततः ओली सरकारको साख त गिराउँछ नै, राष्ट्रिय अर्थतन्त्रलाई र राजनीतिक रूपमा पनि थप कमजोर बनाउँछ। संविधान त अर्को संसद निर्वाचन हुँदासम्म अबको 2 वर्षसम्म उनी प्रधानमन्त्रीको कुर्सीमा रहनेछन्। तर विवादित मन्त्री र गलत आशय वा आर्थिक अनियमिततामा परेका मन्त्रीहरू फेरबदल गर्न त उनले पाउनेछन्, तर सुरुमै असल मन्त्रीहरूको छनौट नभएको खण्डमा उनलाई सत्ता साग जोगाउन थप समस्या पर्न सक्छ। जे भए तापनि लामो अस्थिरता र अर्थतन्त्र निरन्तर कमजोर बन्दै गएको अवस्थामा ओली नेपालको 38औं प्रधानमन्त्रीको रूपमा उभिएका छन्। उनी जति राष्ट्रवादी भनेर उभिएका छन् त्यति राष्ट्रवादी उनका कामले पनि साबित गर्न सकोस् र नेपालको जनजीवन उकास्न र समग्र आर्थिक विकासको लागि उनको कार्यकाल सफल रहोस्। मुलुकको 38औं प्रधानमन्त्रीका रूपमा आएका केपी शर्मा ओलीका बीच आर्थिक विकासका चुनौती र अवसर सम्बन्धी रिपोर्टपछि अब जर्जर बन्दै गएको नेपालको अर्थतन्त्र सम्बन्धी रिपोर्टबाट 6 महिनाको अवधिमा विनाशकारी भूकम्प, 2 महिने तराई बन्द र झण्डै 3 साताको भारतको अघोषित नाकाबन्दी भोगेको नेपालको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको छ। विनाशकारी भूकम्पको कारण गत आर्थिक वर्षको जम्मा 3% को आर्थिक वृद्धि दर कायम गरेको नेपालको अर्थतन्त्र चालु आर्थिक वर्षमा पनि 3.5% को आर्थिक वृद्धि दर कायम गर्न सक्ने अनुमान गरिएको छ। बाँकी यो रिपोर्टबाट 2 महिनाभन्दा लामो समयको तराई आन्दोलन र झण्डै 3 सातादेखिको भारतको अघोषित नाकाबन्दी कसरी टुङ्गिन्छ अझै हेर्न बाँकी छ। तर यसले नेपालको अर्थतन्त्रलाई भने धराशायी प्राय पारेको छ। विनाशकारी भूकम्प, 2 महिने तराई बन्द र झण्डै 3 साताको भारतको अघोषित नाकाबन्दी आधा वर्षको समयमा एकैचोटि जोड्दा अर्थतन्त्रलाई गम्भीर मोडतर्फ पुर्याएको छ। नेपाली अर्थतन्त्रमाथि यो ठुलै धक्का हो। विनाशकारी भूकम्पको कारण भूकम्पपछिको 83 दिनमा अर्थतन्त्रमा करिब 52 अर्बको असर परेको त्यतिखेर सार्वजनिक गरिएको विपदपछिको आवश्यकता पहिचान पीडीएनए प्रतिवेदनमा उल्लेख छ। भूकम्पपछिको पुनर्निर्माणको लागि मात्रै 6 खर्ब 66 अर्ब रुपियाँ लाग्ने पीडीएनए प्रतिवेदनमा उल्लेख गरिएको छ। गत वर्ष पनि भूकम्पका कारण आर्थिक वृद्धि दर 3% मा सीमित भएको थियो। भूकम्पको कारण ठूलो क्षति भोगेको नेपालको अर्थतन्त्रको लागि अर्को ठूलो धक्काको रूपमा 2 महिनाभन्दा लामो तराई आन्दोलन र झण्डै 3 साताको अघोषित भारतीय नाकाबन्दी भयो। लामो समयदेखि तराईमा भइरहेको आन्दोलन र त्यसपछि भारतको नाकाबन्दीका कारण आर्थिक वृद्धि दर नराम्ररी खस्कने भएको छ। चालु आर्थिक वर्षको बजेटमा 6% वृद्धिको अपेक्षा गरिएको थियो, तर पछिल्लो गतिविधिका कारण 3.5% मा झर्न सक्ने विज्ञहरूको आंकलन देखिन्छ। तराईमा भइरहेको आन्दोलन र त्यसपछिको भारतीय नाकाबन्दीले आर्थिक वृद्धि दर लक्ष्यको झण्डै आधामा झर्ने आंकलन विज्ञहरूले गरेका छन्। यसभन्दा अघि विश्व बैंकले तराई मधेसमा चलेको आन्दोलन, भूकम्पको पुनर्निर्माणमा भइरहेको ढिलाइ र सरकारले खर्च गर्ने क्षमता कम भएको भन्दै मुलुकको आर्थिक वृद्धि दर 3.7% मा सीमित हुने प्रक्षेपण गरिसकेको थियो। विश्व बैंकको प्रतिवेदनपछि भारतीय नाकाबन्दी लागेको कारण अझै कम हुने आशंका सहजै गर्न सकिन्छ। आर्थिक गतिविधि सुस्ताउँदा सरकारी खर्च पनि हुन सकेको छैन। यस वर्ष पुनर्निर्माण सहित 2 खर्ब 8 अर्ब विकास लक्षित पुँजीगत खर्च विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको 3 महिना बित्न लाग्दा समेत पुँजीगत खर्च 1.42% मात्रै भएको देखिन्छ।
तराई बन्दको कारण भदौ र असोज पहिलो सातासम्म 14 अर्बभन्दा बढीको राजस्व राज्यले गुमाइसकेको छ। यति बेला उद्योगी व्यवसायी निकै छटपटाइरहेका छन्। कहिले प्रधानमन्त्री निवास पुगेर समाधान खोज्न आग्रह गरे त कहिले आन्दोलनरत दलहरूलाई अर्थतन्त्रमा परेको असरबारे बुझाउन तल्लीन रहे। पछिल्लो समय त नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ उद्योगमा बन्दले पारेको असर बुझाउनको लागि नेताको घर दैलो गर्न एक भए। उद्योगी व्यवसायीका अनुसार तराई बन्द र नाकाबन्दीको कारण झण्डै 1 खर्बभन्दा बढीको अर्थतन्त्रमा घाटा पुगेको छ। तराई क्षेत्रमा सञ्चालित 2000 भन्दा बढी उद्योग बन्द हुँदा एकै दिनमा 2 अर्बभन्दा बढीको क्षति पुग्यो भने 4 लाख भन्दा बढी कामदार कामविहीन बन्न पुगे। तराईमा जारी आन्दोलनबाट कल्पनाभन्दा बाहिरको मानवीय र आर्थिक नोक्सानी मुलुकले बेहोरेको छ भन्ने त्यहाँका जनता आज भोकभोकै मर्ने परिस्थिति सिर्जना भइरहेको छ। यति मात्र होइन, आन्दोलनको बहाना बनाएर भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावमा राजधानी लगायत हिमाल पहाड तराईका सबै जिल्ला ठप्प छन्। आफ्ना मागहरू पूरा गर्न सर्वसाधारण जनतालाई बन्धक बनाउनु कुनै पनि हालतमा न्यायसङ्गत र तर्कसङ्गत हुँदैन। साथै यो आधारभूत मानव अधिकारप्रतिको उल्लङ्घन पनि हो। वर्तमान र भावी दुई पुस्ताको भविष्य त्रासदी पूर्ण हुँदै जाने र भोलिको इतिहासको निर्मम समीक्षाका लागि सरकार र आन्दोलनरत राजनीतिक दल समेत तयार रहनुपर्ने यथार्थ र गम्भीरतालाई बुझेर निजी क्षेत्र यहाँहरूमा पुनः आग्रह गर्दछ। भारतबाट आयातित ग्यासमा नै निर्भर रहेको देशको राजधानी काठमाडौँ, प्रमुख सहरहरू र अहिले त गाउँमा पनि भित्रिएको ग्यासको अभावले ठुलै शास्ति भोग्नु पर्यो। यही शास्तिमा कालोबजारीको मारमा उपभोक्ताले खेप्न बाध्य भए। यसका अलावा सेवामूलक उद्योग, पर्यटन उद्योग, यातायात सेवा, बैंक तथा वित्तीय संस्थाले पनि ठुलै प्रभाव पर्यो। यसको दीर्घकालीन प्रभाव देखिन त अझै बाँकी छ। पर्यटन उद्योगमा त तत्काल यो समस्याले गालिसकेको छ। यता स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास गिर्दै गएको छ। उता छिमेकी देशसँग चिसिएको सम्बन्धको कारण दुई देशबीच भएका ऊर्जा व्यापार सम्झौता लगायतका अन्य सम्झौताहरू कार्यान्वयनमा आउन कठिन हुने देखिन्छ। यसरी भूकम्पले पुर्याएको क्षतिबाट भर्खर तङ्ग्रन थालेको नेपालको अर्थतन्त्रमा बन्द र नाकाबन्दीको कारण थप खुम्चिएको छ। यद्यपि नेपाली जनताले वर्षौंदेखिको चाहना अनुरूप संविधान जारी हुनु र संविधान जारीसँगै नयाँ र कम्तीमा तत्कालको लागि वा अर्को संसदको निर्वाचन नभएसम्मको लागि स्थिर सरकार पाउनुले केही आशा भने देखिएका छन्। जर्जर बन्दै गएको नेपालको अर्थतन्त्र सम्बन्धी यो रिपोर्टपछि अब ठूला चाडपर्व नजिकै गर्दा जनताले भोग्नु परेको शास्ति सम्बन्धी प्रसङ्गबाट। इन्धन अभावको कारण यातायातका साधनहरू चल्न सकेका छैनन्। हरेक वर्ष विजया दशमीमा राजधानी बाहिर जाने यात्रुहरूका लागि अग्रिम टिकट खुलाउने गरिए तापनि भारतले गरेको अघोषित नाकाबन्दी र तराई बन्दको कारण अग्रिम टिकट खुलाउन सकिएको छैन। यसकारणले जनजीवन प्रभावित बनेको छ। बाँकी यो रिपोर्टबाट। झण्डै 2 महिना अघिदेखि तराई मधेसमा जारी आन्दोलन अझै रोकिएको छैन। यसको प्रत्यक्ष अप्रत्यक्ष असर समाजको विभिन्न क्षेत्रमा देखिएको छ। नेपालीहरूको महत्त्वपूर्ण चाडपर्व नजिकै गर्दा यस्ता खाले आन्दोलनले चाडपर्व नै कसरी मनाउने भन्ने चिन्ता सर्वसाधारणमा देखिएको छ। अर्कोतर्फ छिमेकी भारतले गरेको नाकाबन्दीका कारण इन्धन आपूर्ति नहुँदा यातायातका साधन सञ्चालनमा समस्या भएको छ। टिकट नपाएर गन्तव्यमा पुग्न नसकिएको उनीहरू बताउँछन्। अब आजभोलि हिँड्ने मान्छे जान सकेको छुइनँ। बुवा साह्रै बिरामी हुँदा नि जान सकेको छैन। अहिले फोनमा कुरा गरेर बसिरहेको। पेट्रोल अभाव हुनु, पेट्रोल अभावले गर्दाखेरि हामी घर पनि जान पाएको छैन। टिकट गयो बस पार्कमा होइन, टिकट पाइरहेको छैन। अब गाडी छुटेको छैन, गाडीले एकदम महँगो भाडा लिइरहेछ। 600मा लानेले 1500 भनिरहेछ अहिले। स्थानीयसँग जतिसक्यो चाँडो नाका खोलेको भए चाहिँ यस्तो समस्या जहाँसम्म चाहिँ सल्टिन सक्थ्यो होइन। त्यही भएर चाहिँ यस्तो चाहिँ यसमा चाहिँ बेलैमा सरकारले चाहिँ यसमा ध्यान दियोस् होइन। अनि प्लस चाहिँ इन्डियासँग त्यसरी चाहिँ गलत इन्टेन्सन राख्नुभन्दा पनि राम्रो इन्टेन्सनले पनि होइन कसरी हुन्छ अब रणनीतिक प्रयास गरेर होइन अथवा कूटनीतिक रूपले कदम चालेर पनि अब नेपाल सरकारले त्यसमा कदम चाल्यो भने चाहिँ के यस्तो नागरिकले चाहिँ के सहज महसुस गर्न सक्छन्। अनि यस्तो चाडबाडको बेला चाहिँ जुन प्रब्लम आइरहेको छ जस्तै पेट्रोलतिर खाद्यान्नतिर होइन इन्डियाले नाकाबन्दी गर्दाखेरि जुन नेपाललाई चाहिँ प्रब्लम परिरहेको छ त्यसमा चाहिँ जहाँसम्म सहज हुन्छ जस्तो लाग्छ मलाई। भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण बजारमा दैनिक उपभोग्य सामानको अभाव भएकाले बजारमा मानिसको चहल पहल भएको छैन।
विगतका वर्षमा दशैंलाई लक्षित गरी विभिन्न मेला समेत लाग्ने गरेको थियो, तर यसपटक त्यस्तो चहल पहल कतै छैन। मानिसहरूमा दशैंको उत्साह नै देखिएको छैन। व्यवसायीहरूले पनि दशैंलाई भन्दै विशेष योजना सहित आफ्नो व्यापार बढाउने प्रयास गरिरहेका हुन्थे, तर यस वर्ष व्यवसायीहरूमा त्यस्तो उत्साह समेत देखिएको छैन। ठूला चाडपर्व नजिकै गर्दा जनताले भोग्नु परेको शास्ति सम्बन्धी यो रिपोर्टपछि अर्थविशेषलाई यही बिट मार्न चाहन्छौँ। हवस् त अर्को हप्ता नयाँ विषय र प्रसङ्गका साथ हाम्रो उपस्थिति रहने नै छ। कार्यक्रम अर्थविशेषपछि तपाईहरूको केही टीका टिप्पणी र प्रतिक्रिया भएको खण्डमा अर्थविशेष@gmail.com मा प्रतिक्रिया दिन सक्नुहुन्छ। माउन्टेन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।